पकाएको पर्दैन त्यो मेसिनले आफै पकाएको यो चाहिँ यस्तो छिटो यहाँ अडाउनुपर्छ त्यसपछि अलिक थुम्बा लगाइदिने त्यो आफै जान्छ हल्का खुवाइ पनि भयो यो चाहिँ यो बच्चाको दुध खाए जस्तै हो यो यहाँ हेर्नु न यो बच्चाको दुध खाए जस्तै यो तल माथि हल्का त्यो भित्रको रबरहरू गर्छ अरे त्यही भएर तिनीहरू अप्ठ्यारो मान्दैन यहाँ देखिन्छ अप्ठ्यारो त अहिले कुनै कुनैलाई पछि यहाँ दुध आउन मिठा पायो आउँछ यो आइरहेको छ मजाले अहिले त सजिलो दुध दुने भनेको आराम हो आराम गरे जस्तै सब काम श्रीमानको सहयोग आउँदाखेरि अब दुध दिन अब मेसिन हाम्रो सबै यहाँ जडान भइसकेको छ दुध दुने मेसिन भएको कारणले गर्दाखेरि उहाँ चाहिँ यतिखेर एकदमै सहज तरिकाले काम गरिराख्नुभएको छ र हामी पनि त्यही उहाँ सँगसँगै काम गरिरहेको छौँ हामीलाई पनि एकदमै सजिलो बनाएको छ त्यो मेसिनले गर्दाखेरि एकदमै राम्रो भएको छ जोसुकै किसानले पनि मेसिन लिनुहोस् म त भन्छु हरेक गाई बस्तु पाल्ने व्यक्तिलाई किसान सबै साथीभाइहरूलाई भन्छु मेसिन चाहिँ अनिवार्य राख्नु होला कमसेकम तपाईँको 2टा कामदारको काम एक्लै एउटा मेसिनले गर्छ होइन त्यति हो दुइसकेपछि हामी फेरि नुहाउने बानी छ यिनीहरूलाई तलक्क धोइदिन्छौँ धोइसकेपछि कस्तो हुन्छ भने तपाईँको ठुनिलो हुन पाउँदैन यिनीहरू भर्खर दुध दुहेको हुन्छन् एउटा गाई चाहिँ दुध दुहिसकेपछि कमसेकम नै त आधा घन्टा उसको चाहिँ त्यो थुन हुन्छ नि त्यसको प्वाल खुलिराखेको हुन्छ प्वाल खुल्दाखेरि कस्तो हुन्छ भने त्यसमा चाहिँ कीटाणुहरू चाहिँ भित्र प्रवेश गर्छन् अनि त्यो भएपछि ठुनिलो भइहाल्ने होइन खाँचोमा समस्या आइहाल्छ त्यसले गर्दाखेरि हामी के गर्छौँ भनेपछि तपाईँको दुध दुहिसकेपछि आधा घन्टासम्म हामी बस्नै दिँदैनौँ त्यो सर्लक्क धोइसकेपछि अनि त्यसपछि आधा घन्टापछि ऊ आफै बन्द हुन्छ उनीहरूको प्वाल तपाईँको यो क्यान पनि सफा गर्नुपर्छ क्यान त अब दिनकै सफा गर्ने यो चाहिँ 2 दिन बिराएर 3 दिनमा सफा गर्नुपर्छ पाइप चाहिँ कम्पनीले दिएको हुन्छ के सफा गर्ने लिक्विडहरू यो कम्पनीले दिएको हुन्छ गाईको खुनमा लगाउने हो सफा गर्नुपर्छ 2-3 दिन बिराएर यो सफा गर्नुपर्छ कि मेसिन राम्रोसँग यस्तै गराएर यो माथि गराएर अहिले देखाउँछु म दुध दुने बेला त्यसपछि हेर्नु होला कसरी गराइन्छ भनेर पहिला सुरुमा त आउँथेन सुरुमा बिर्सिहाल्थे कहाँ के लगाउने आउँछ मेसिन त बहुत राम्रो छ केही बिग्रिन्न